Hello guys, welcome back to my new video PS Football Talk YouTube च्यानल। आजको भिडियोमा चाहिँ म प्रिमियर लिगको कुरा गर्छु होइन। हिजो म्याचहरू भयो होइन, आर्सेनलले जित्यो, सिटीले पोइन्ट ड्रप गर्यो, चेल्सीले नि जित्यो, युनाइटेडले हारेर ल बब्बाल भएको छ प्रिमियर लिग। ल यसै गरी प्रिमियर लिगको टेबल हेर्ने हो भने आर्सेनल स्टिल फर्स्टमै छ, सिटी सेकेन्डमा छ ल भने चेल्सी फिफ्थमा ल लिभरपुल सिक्समा झरेको छ प्रिमियर लिग। सुरुमा हामी कुरा गर्छौँ आर्सेनल भर्सेस ब्राइटनको म्याचमा होइन। म्याच कस्तो भयो त होइन, म चाहिँ आर्सेनललाई सपोर्ट गर्छु होइन प्रिमियर लिगमा। म्याच चाहिँ त्यस्तो राम्रो थिएन। साकाले इन्डिभिजुअल ब्रिलियन्समा एउटा बब्बाल गोल हानेको थियो अनि आर्सेनलको एक्सपेक्टेड गोल हाफ टाइमभन्दा अगाडि 0.01 थियो होइन। ब्राइटनले राम्रै खेलिरहेको थियो, ब्राइटन अलिकति राम्रो खेलेको भए कि 0.11 हुनसक्थ्यो अनि हामीले नि 2 पोइन्ट ड्रप गर्न सक्थ्यौँ। बट वी आर लक्की होइन। साकाको गेम राम्रै थियो, योगोरेच अलि अफ थियो। डिफेन्समा हेर्ने हो भने ग्याब्रियल मागालाई इज द बेस्ट होइन। किपर डेभिड रायले नि फेनोमिनल सेभ गरेको थियो हिजोको म्याचमा। हामी चाहिँ काइन्ड अफ लक्की नै थियो होइन। ब्राइटनले त्यस्तो राम्रो राम्रो चान्सहरू पाएको थियो। आई एम भेरी ह्याप्पी होइन, टु गेट अ 3 पोइन्ट्स। अब अर्को म्याचको कुरा गर्ने हो भने सिटीले नटिङम फरेस्टसँग पोइन्ट ड्रप गरेको छ एतिहादमा होइन। आफ्नो होममा सिटीले नटिङम फरेस्टसँग पोइन्ट ड्रप गरेको छ। र यो म्याचको कुरा गर्ने हो भने सेमिनियोले बब्बाल गोल हानेर सिटीलाई लिड दिएको थियो, तर नटिङम फरेस्टले एउटा बब्बाले इक्वलाइजर गर्यो अनि त्यो पछि रोड्रीले सेट पिसबाट गोल हान्यो सिटीलाई। फेरि सिटी कमब्याक हानिसकेको थियो, 2-1 भइसकेको थियो होइन। तर नटिङम फरेस्टको एउटा बब्बाल प्लेयर एलियट एन्डरसनले बब्बाले फिनिस गरेर 2-2 भइसकेको थियो। तर त्यो सिटी राम्रै थियो गेममा। लास्ट मिनटतिर मुरिलियोले गोल लाइन क्लियरेन्स गरेर नटिङम फरेस्टले एउटा पोइन्ट बचायो होइन, नभए सिटीले जित्नुपर्ने थियो हिजोको म्याच। आई एम ह्याप्पी बिकज आई एम आर्सेनल फ्यान। सिटीले पोइन्ट ड्रप गरेकोमा म खुसी नै छु होइन। नटिङम फरेस्टले एउटा पोइन्ट गेन गरे होइन। यो रेलिगेसन उसमा छ नटिङम फरेस्ट। एउटा पोइन्ट ल्याएको राम्रै हो सिटीसँग एतिहाद मात्रै पनि। अब अर्को म्याचको कुरा गर्ने हो भने चेल्सी 4 एस्टन भिला के हो गाई चाहिँ एस्टन भिलाको पर्फर्मेन्स। चेल्सीले ध्वस्तै पारिदियो होइन एस्टन भिलालाई। एस्टन भिलाकै घरमा गएर ल एस्टन भिला केही 2-3 महिना अगाडिसम्म प्रिमियर लिग गरेर बसिरहेको थियो, प्रिमियर लिगको नि चान्स थियो। तर यसरी फलोअप भयो कि एस्टन भिला त्यो थकित भयो होइन एस्टन भिलाको प्लेयरहरू। र चेल्सी हिजो बब्बाले थियो, जाओ पेड्रो ह्याट्रिक हान्दियो होइन। यो केटोले बब्बालै रहेछ यो केटो। अनि कोल पामरले धेरै गेमपछि बब्बाले गोल हानेर 3-1 बनाइसकेको थियो। अनि फेरि सुरुमै एस्टन भिलाले गोल हान्छ होइन, 2 मिनटमा डगलस लुइस चाहिँ चेल्सीको त्यो डिफेन्डिङ राम्रो नभएर सुरुमै गोल खान्छ। मलाई चाहिँ ड्र हुन्छ जस्तो लाग्थ्यो यो म्याच एस्टन भिलाको होममा होइन। तर चेल्सी होइन 4 गोल हान्दियो र यो जित्छ है चेल्सी। टप 5 को लागि क्वालिफाई हुन चान्स धेरै भइसकेको छ होइन, किनकि लिभरपुलले नि पोइन्ट ड्रप गर्यो। र सबैभन्दा अर्को म्याच न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई सक गर्दै होइन। न्युक्यासल युनाइटेड 10 म्यान। अब चाहिँ थाहा भयो होला होइन त्यो कस्तो गाह्रो हुन्छ न्युक्यासल युनाइटेडको होममा गएर जित्न। 10 म्यान न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई हराइदियो होइन। यो म्याचमा के भयो त यसो कुरा गरौँ होइन। सुरुमै न्युक्यासलको प्लेयरले डाइभ गरेर रेड कार्ड पाएको हुन्छ अनि एन्थोनी गोर्डन हाफ टाइमभन्दा ठ्याक्कै अगाडि डी बक्समा लडाएर पेनाल्टी जितेको हुन्छ र उसले नै पेनाल्टी कन्भर्ट गर्छ। र हाफ टाइम हुन लागिसकेको बेला ब्रुनो फर्नान्डेजको एउटा बब्बाले क्रसमा क्यासिमिरोले एउटा बब्बाल हेडिङ गरेर 1-1 बनाइसकेको हुन्छ। मेरो प्रेडिक्सन चाहिँ होइन युनाइटेडले जित्छ जस्तो लाग्छ, किनकि न्युक्यासल युनाइटेडको फर्म त्यस्तो राम्रो नि छैन होइन। अनि 10 म्यान होइन, युनाइटेड बब्बाल फर्ममा छ। तर फुटबल इज फुटबल होइन गाइस। युनाइटेडले
2 होल्ड गर्न सकेन र धेरै युनाइटेडको पहिलो लस हो प्रिमियर लिगमा अन्डर माइकल क्यारिकको। सो न्युक्यासलले क्रेडिट दिनैपर्छ, न्युक्यासलले धेरै राम्रो खेल्यो। म्यान्चेस्टर युनाइटेडले पनि राम्रै खेल्यो गाइस, तर त्यो फिनिसिङ गर्न सकेन। एउटा एम्बुमोले बब्बाल चान्स पाएको थियो, त्यो फिनिसिङ गरेको भए जे नै हुनसक्थ्यो। तर गिभ टु क्रेडिट टु न्युक्यासल युनाइटेड होइन, 2-1ले गेम भाइटल गेम जित्यो। सो यो हार चाहिँ टप 5को रेस नि बब्बाल भयो। सिटीले नि पोइन्ट गयो, टाइटल रेसको लागि नि बब्बाल भयो। तपाईँले कुन टिमले टप 5 फिनिस गर्छ जस्तो लाग्यो? कुन टिम आउट हुन्छ टप 5बाट? लिभरपुल, म्यान्चेस्टर युनाइटेड, चेल्सी कि एस्टन भिल्ला होइन? कमेन्टमा भनिदिनुहोस्। सो गाइस यही हो होइन आजको भिडियोको लागि। सो अलि सपोर्ट गर्नुहोस् मलाई। सो त्यही हो गाइस। सो यो भिडियोमा चाहिँ 5 लाइक टार्गेट हो। सो प्लिज लाइक एन्ड सब्सक्राइब। ओके, गुड बाई, सी यू सुन।